वीरेन्द्रनगर नगरपालिकाले पनि वीरेन्द्रनगर नगरपालिकाको कामलाई व्यवस्थित गर्नको लागि, शहर व्यवस्थित गर्नको लागि, नगरपालिका अगाडि बढाउनको लागि नगर प्रहरीको छनौट गरेको छ र यस छनौट भइसकेपछि तपाईहरूले आफ्नो पेशागत दक्षतालाई बढाउनको लागि, आफ्नो जिम्मेवारी पूरा गर्नको लागि तालिम प्राप्त भइसक्नु भएको छ। हामीले तपाईहरूबाट धेरै आशा र अपेक्षा गरेका छौं। मलाई विश्वास छ तपाईहरू आफ्नो कार्यक्षेत्रमा खरै रूपमा उत्रनुहुनेछ र नगरपालिका र नगरवासीलाई नेपालको कानूनको परिधिभित्र रहेर सेवा दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। म तपाईहरूलाई छनौटमा सहयोग गर्ने प्रमुख भूमिका निर्वाह गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतप्रति हार्दिक आभार व्यक्त गर्दछु। म जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपेश खड्काज्यूलाई सम्झन चाहन्छु र यस मञ्चबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। नगर प्रहरीको छनौटमा प्रत्यक्ष संलग्न भई एक योग्य कर्मठ उम्मेद्वारलाई छनौट गर्न सफलतापूर्वक अगाडि बढ्नुहुने, आफ्नो जिम्मेवारी पूरा गर्नुहुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्र वीर विश्वकर्माज्यूप्रति हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्दछु। तपाईहरूले वीरेन्द्रनगर नगरपालिकालाई गरेको सहयोग नगरपालिकाले वर्षौं वर्ष सम्झिनेछ भन्न चाहन्छु र प्रहरी छनौट भइसकेपछि तालिम दिएर पेशागत मर्यादा, पेशागत अनुशासन, पेशागत जिम्मेवारीप्रति दीक्षित गराउनुहुने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखज्यू र सम्पूर्ण परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। कर्मक्षेत्रमा अगाडि बढेपछि धेरै कुराहरू गर्दै गइन्छ। तपाईहरू सफल हुनुहोस्। तपाईको सफलतामा नगरको सफलता लुकेको छ। हामी सम्पूर्ण नगरवासीको तर्फबाट हार्दिक बधाई, शुभकामना व्यक्त गर्दछु र कानूनलाई शिरमा राखेर आफ्नो जिम्मेवारीमा खरो उत्रिनुहुनेछ भन्ने विश्वास सहित पुनः शुभकामना व्यक्त गर्दै सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै म आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद। नमस्कार।